एसईको नतिजा सार्वजनिक 65.98% विद्यार्थी उत्तीर्ण। नतिजामा गत वर्षभन्दा 5% सुधार। 1.5 लाख विद्यार्थी नन ग्रेडेड। सरकारद्वारा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत। असार महिनामा केन्द्रित पुँजीगत खर्च घटाउने योजना। स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने घोषणा। माध्यमिक तहसम्म निशुल्क शिक्षा, निजीलाई सेवामुखी बनाउने घोषणा। 10 वर्षमा 30,000 मेगावाट विद्युत उत्पादन गर्ने सरकारको लक्ष्य। राजनीतिक दलमा आबद्ध भएको पाइए निजामती कर्मचारी नै बर्खास्त हुने लगायतका सरकारी योजनाका विषयमा जानकारी आजको समाचारमा रहनेछ। राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गर्दा प्रधानमन्त्री बालेन शाह संसद बैठकबाट उठेर हिँडेको प्रति एमालेको आपत्ति। कांग्रेस सभापति गगन थापाले देउबा र शेखर पक्षका 29 जना नेताहरूलाई केन्द्रीय समितिमा गर्नुभयो मनोनित। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले भारतले लिपुलेकमा नाका खोलेर चलाइरहेकामा नेपाल सरकार मौन रहेको आरोप। रासोपा सांसद जगदीश खरेलको चुनौती, म माथिको आरोप प्रमाणित भए राजीनामा दिन तयार छु। स्मार्ट टेलिकमको 30 अर्ब ठगी प्रकरणमा आफूलाई जोडिएको आरोप भ्रामक र निरर्थक रहेको जिकिर। राप्रपा सांसद खुशबु ओलीको भनाई, प्रतिनिधि सभा सरकारको कठपुतली होइन। सर्वोच्चका असन्तुष्ट 3 न्यायाधीशले राजीनामा नदिने। ट्रेड युनियनलाई प्रतिबन्ध लगाउन संवैधानिक इजलासको अन्तरिम आदेश, 2 न्यायाधीशको फरक मत। मानव अधिकार आयोगले भन्यो सुकुम्बासीलाई भत्काइएका घर टहराको क्षतिपूर्ति दिनु। रेमिट्यान्समा नयाँ रेकर्ड, 9 महिनामै भित्रियो 16.5 खर्ब बजेट। नेपालका कन्टेन्ट क्रिएटरले 3 अर्ब 53 करोड रुपियाँ भित्रियाए। ईपीएस भाषा परीक्षामा उत्पादनमूलक तर्फको स्किल टेस्टमा 2000 बढीको निस्किएन नाम। जेनजी आन्दोलनका क्रममा जलेका सामग्री लिलाम बिक्री गरिने कोशी प्रदेश सरकारको निर्णय। इटहरीमा विद्यालय व्यवस्थापन समिति चयनमा उपमहानगरको हस्तक्षेप, नसच्याए आन्दोलन गर्ने अभिभावकको चेतावनी। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आगामी शुक्रबार जेठ 1 गते विश्वासको मत लिने। पछिल्लो समय नेपालमा पर्यटकले गर्ने खर्च घट्यो। बजेटको अभावमा गएको वर्ष रोकिएको दुर्लभ एकसिंगे गैंडाको गणना यस वर्ष पनि नहुने। यस वर्ष विपदबाट 19 लाख भन्दा धेरै मानिस प्रभावित हुन सक्ने अनुमान। सड़क पूर्वाधार निर्माणलाई तीव्रता दिने सरकारको घोषणा। सबै अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याइने। धनकुटाको महालक्ष्मीका किसानलाई 50% लागत साझेदारीमा टनेल र प्लास्टिक पोखरी। स्थानीय चुनावमा पार्टीले भोगेको धक्कापछि बेलायती प्रधानमन्त्री स्टामरमाथि पार्टीभित्रै दबाव। फिलिपिन्सकी उपराष्ट्रपति सारा डुटेर्ते विरुद्ध महाअभियोग लगाइने। र खेल समाचारमा अमेरिकामाथि नेपाल 1 को रोमाञ्चक जित। इंग्ल्याण्ड क्रिकेट टोलीले नेपाल भ्रमण गर्ने सम्भावना, ईसीबीले छलफल थाल्यो। खेलकुदलाई अर्थतन्त्र र पर्यटनसँग जोड्ने सरकारको नीति, खेलाडीको सामाजिक सुरक्षा सुनिश्चित गरिने। र स्पेनिस ला लिगाको यस सिजनको उपाधि बार्सिलोनाले जित्यो। आदरणीय दर्शकबिन नमस्कार। आज मिति 2083 साल वैशाख 29 गते मंगलबारको ताजा समाचारमा यहाँलाई स्वागत छ। म सुषमा राजवंशी। आज मे महिनाको 12 तारिक 2026। आजको समाचारमा देश तथा विदेशमा भएका मुख्य समाचार तपाईमाझ प्रस्तुत गर्दैछौ। समाचारको पूर्ण रूप थाहा पाउनका लागि भिडियोलाई अन्तिम समयसम्म हेर्नुहोला। साथै हाम्रो मेहनतका लागि एक लाइक अवश्य पनि गरिदिनुहोला। र तपाईले हामीलाई कहाँबाट हेर्दै हुनुहुन्छ, आफ्नो गाउँ ठाउँ देश तथा विदेश कुन ठाउँमा हुनुहुन्छ, नाम पक्कै पनि कमेन्ट बक्समा लेख्नुहोला। र तपाई हामीलाई सधैँ हेर्नुहुन्छ भने रेगुलर, पहिलो चोटि हेर्दै हुनुहुन्छ भने फर्स्ट टाइम तथा कहिलेकाहीँ हेर्नुहुन्छ भने त्यो पनि कमेन्ट बक्समा जानकारी दिनुहोला। आउनुहोस् अब लागौं पूरा समाचारतर्फ। राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसई को नतिजा सार्वजनिक गरेको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा पत्रकार सम्मेलनको आयोजना गरी बोर्डले सोमबार बेलुका नतिजा सार्वजनिक गरेको हो। यस वर्षको एसई परीक्षामा 5,12,421 जना विद्यार्थीले फारम भरेका थिए। नियमित तर्फ 4,41,566 जनाले र ग्रेड वृद्धि तर्फ 70,855 जनाले परीक्षाका लागि फारम भरेका थिए, जसमा 2,57,613 छात्रा, 2,54,801 छात्र र अन्य 7 जना रहेका छन्। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गरेको छ। संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो। यस क्रममा सरकारले असार महिनामा केन्द्रित पुँजीगत खर्चको प्रवृत्ति घटाउने तयारी गरेको छ। त्यसका लागि साउन महिनाबाटै खरिद प्रक्रिया शुरू गर्ने राष्ट्रपति रामचन्द्र पौडेलले बताउनुभयो। आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पौडेलले खुल्ला सार्वजनिक खरिद नीति लागू गरिने बताउनुभयो। यसलाई उहाँले 0 दिन खरिद नीतिको नाम दिनुभएको छ। बजेट वितरण हुनु अगाडि नै पूर्व तयारी अनिवार्य गर्नुपर्ने नीति तथा कार्यक्रममा उल्लेख रहेको छ। सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने घोषणा गरेको छ।
नीति तथा कार्यक्रम अन्तर्गत सेवाग्राहीले सहज, गुणस्तरीय र विश्वसनीय स्वास्थ्य सेवा पाउने गरी कार्यक्रमलाई सुधार गर्नुपर्ने माग उठाइरहेका छन्। हालको स्वास्थ्य बीमा कार्यक्रममा सेवा प्रवाह प्रभावकारी नभएको, अस्पतालहरूले बिरामीलाई आवश्यक सेवा दिन आनाकानी गर्ने, औषधि अभाव रहने तथा दावी भुक्तानी ढिलो हुने लगायतका गुनासो बढ़िरहेका छन्। कतिपय नागरिकले बीमा शुल्क तिरे पनि अपेक्षित सेवा नपाएको भन्दै असन्तुष्टि पनि जनाउँदै आएका छन्। आधारभूत स्वास्थ्य सेवा न्यूनतम मापदण्ड लागू गर्दै आवश्यक जनशक्ति, औषधि उपकरण र पूर्वाधार सहितको एकीकृत सेवा मोडल कार्यान्वयन गर्ने सरकारले नीति लिएको छ। सरकारले माध्यमिक तहसम्म निशुल्क शिक्षाको प्रत्याभूत गर्ने घोषणा गरेको छ। सरकारको नीति तथा कार्यक्रम घोषणा गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले माध्यमिक तहसम्म निशुल्क शिक्षा, पाठ्य पुस्तक र पोसाकको सहज वितरण गरिने बताउनुभयो। गुणस्तरीय शिक्षाका लागि पाठ्य पुस्तक पुनरावलोकन गरिने, पाठ्यक्रम पुनरावलोकन गरिने बताउनुभयो। सामुदायिकमा दीर्घकालीन लगानी र निजी लगानीका विद्यालयलाई सेवा सुविधा, ई-लर्निङ र कृत्रिम बुद्धिमत्तालाई अगाडि बढाउने योजना सरकारले ल्याएको छ। त्यस विश्वविद्यालयको शासकीय संरचना सुधार गरिने नीति सरकारको छ। विद्यालय समायोजन र शिक्षक दरबन्दी मिलानलाई पनि सरकारको प्राथमिकता देखिएको छ। सरकारले आगामी 1 दशकभित्र 30,000 मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यसहित लगानीका लागि एक्सप्रेस नीति अघि सारेको छ। संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले सो योजना सार्वजनिक गर्नुभएको हो। सरकारले लगानीकर्तालाई आकर्षित र प्रक्रियागत झन्झट अन्त्य गर्न लगानी एक्सप्रेस नीति लागू गर्ने घोषणा गरेको छ। यस नीति अन्तर्गत उद्योग तथा व्यवसाय दर्तादेखि निर्माण व्यवसायसम्मको प्रक्रिया 30 दिनभित्रै सम्पन्न गरिनेछ। राष्ट्रपति पौडेलले भन्नुभयो, व्यवसाय दर्तादेखि निर्माण अनुमतिसम्म 30 दिनभित्र सम्पन्न गर्ने लगानी एक्सप्रेस नीति लागू गरिनेछ। ठूला लगानीकर्ताका लागि नेपाल लगानी भिजा उपलब्ध गराइनेछ। ऊर्जा क्षेत्रलाई आर्थिक समृद्धिको मुख्य मेरुदण्ड मान्दै सरकारले आगामी 10 वर्षमा 30,000 मेगावाट विद्युतीय उत्पादन गर्ने महत्वाकांक्षी लक्ष्य राखेको बताउनुभयो। यो लक्ष्य हासिल गर्न ऊर्जा, वन, भूमि र वातावरण सम्बन्धी विद्यमान कुराहरूलाई व्यापक परिमार्जन गरी एकद्वार प्रणाली मार्फत सेवा दिइने राष्ट्रपति पौडेलले जानकारी दिनुभयो। सरकारले राजनीतिक दलमा आबद्ध भएको पाए निजामती कर्मचारीलाई तत्काल बर्खास्त गर्ने भएको छ। सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राजनीतिक दलमा आबद्ध भयो वा सो प्रकारका कुनै पनि गतिविधिमा संलग्न रहेको पाइए कर्मचारीलाई नै बर्खास्त गर्ने भएको हो। सरकारले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले राजनीतिक गतिविधिमा संलग्न भएमा कर्मचारी भविष्यमा पनि कुनै पनि सरकारी सेवामा अयोग्य हुने व्यवस्था गरिने जानकारी दिनुभयो। प्रतिपक्षी दल नेकपा एमाले राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा प्रधानमन्त्री बालेन शाहले बैठक छोडेर हिँडेको प्रति आपत्ति जनाएको छ। संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम पढिरहँदा प्रधानमन्त्री बालेन्द्र शाह बीचमै उठेर निस्किनु भएको थियो। उहाँले बीचमै छाडेर हिँड्नुप्रति आपत्ति जनाउँदै एमालेका सांसद गुरु बरालले नीति तथा कार्यक्रममा प्रधानमन्त्रीको स्वामित्व के हुने भन्दै प्रश्न गर्नुभएको थियो। नेपाली कंग्रेसका सभापति गगन थापाले पूर्व सभापति शेरबहादुर देउबा र नेता डाक्टर शेखर कोइराला पक्षका 19 जनालाई केन्द्रीय समितिमा मनोनित गर्नुभएको छ। सभापति थापाले पूर्व पदाधिकारीमा रहेका सहमहामन्त्री जीवन परियार र महेन्द्र यादवलाई केन्द्रीय समितिमा मनोनित गर्नुभएको छ। परियार नेता डाक्टर शेखर कोइराला निकट मानिनुहुन्छ भने पूर्व सहमहामन्त्री यादव पूर्व सभापति देउबा पक्षधर हुनुहुन्छ। विशेष महाधिवेशनपछि पहिलो पटक केन्द्रीय समिति सदस्य थपेका सभापति थापाले पूर्व पदाधिकारी र केन्द्रीय सदस्य थपेर आफ्नो नेतृत्वको समिति विस्तार गर्नुभएको हो। श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज राई साम्पाङले लिपुलेकलाई नाकाको रूपमा भारत सरकारले प्रयोग गर्दा नेपाल सरकार लुकेर बसेको टिप्पणी गर्नुभएको छ। लिपुलेकमा भारतले नाका खोलेर चलाइराख्दा किन मौन छ यो सरकार? किन कूटनीतिक वार्ता गर्न सकेन? हस्ताक्षर बिना कूटनीतिक नोटको भरमा किन लुकेर बसेको छ? उहाँले भन्नुभएको छ, नेपाली सेनालाई सीमा सुरक्षामा पठायो कि सुकुम्बासी बस्तीमा पठायो भन्ने पनि उहाँको प्रश्न छ। सीमा बचाउन नसक्ने तर सुकुम्बासीको जनताको गरीब बस्तीमा पठाएर आतंकवादी फैलाउनुको कारण के हो भनेर
जवाफ माग गरेको छ। सरकार असफल भइरहेको पनि आफूहरूको बुझाइरहेको उहाँले बताउनुभयो। रासोपा सांसद जगदीश खरेलले आफू विरूद्ध लगाइएका आरोप पुष्टि गर्न चुनौती दिनुभएको छ। प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्ने क्रममा सांसद खरेलले आफू विरूद्ध स्मार्ट टेलिकमको 30 अर्ब ठगी गरेको प्रकरणमा जोडिएको भन्दै भ्रामक समाचारहरूप्रति आक्रोश व्यक्त गर्नुभएको छ। उहाँले स्मार्ट टेलिकमको प्रकरणमा जोडिएर आफूले एउटा बैठक फाइल पारित गर्ने कुनै काम नगरेको पनि जिकिर गर्नुभयो। स्मार्ट टेलिकमको 30 अर्ब ठगी प्रकरणमा मलाई जोडेर सुटुक्क स्विजरल्याण्ड भागे भनेर लेखिएको समाचार यति निरर्थक, भ्रामक र सी ग्रेडको पत्रकारिता पनि भन्न नसुहाउने हिसाबमा जसरी समाचार प्रकाशित गरियो, खरेलले भन्नुभयो, यसले मेरो मान, सम्मान, इज्जत र राजनीतिक जीवन, समग्र संसद र मेरो पार्टीभित्र अपमान गरेको महसुस गरेको छु। यो संसदमा रेकर्ड होस् भनेर यसको खेद र बत्सरनाको माग गर्नुभएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले सरकारले अध्यादेश ल्याउन सक्ने संवैधानिक अधिकारको दुरूपयोग गरेको आरोप लगाएको छ। सोमबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै राप्रपाकी प्रमुख सचेतक खुशबु ओलीले यस्तो बताउनुभयो। संविधानको धारा 114 ले कस्तो अवस्थामा अध्यादेश ल्याउन सकिने भनेर स्पष्ट भनेको, तर सरकारले त्यसको मर्म ख्याल नगरी माध्यम अध्यादेश ल्याएको उहाँले बताउनु भएको छ। दमादम अध्यादेश ल्याएको उहाँले बताउनु भएको छ। संवैधानिक परिषदले गत बुधबार चौथो वरियता क्रममा रहेका सर्वोच्च अदालतका न्यायाधीश डाक्टर मनोज शर्मालाई प्रधान न्यायाधीशमा सिफारिस गर्यो। न्यायिक वृत्त नै तरंगित हुने गरी भएको सिफारिस लगत्तै सर्वोच्च अदालतका केही वरिष्ठ अधिवक्ताहरू तत्काल छलफलमा जुटेका थिए। भोलिपल्टदेखि नै उनीहरू इजलासमा सहभागी हुन थाले। त्यसपछि सिफारिसबारे मौन पनि रहेका छन्। पछिल्लो सिफारिसबाट असन्तुष्ट न्यायाधीशहरू कोही पनि राजीनामा नगर्नेमा करिब करिब एकमत छौं। सर्वोच्च अदालतका एक न्यायाधीशले भन्नुभएको छ, हिजो मात्र श्रीमान डाक्टर मनोज शर्मा भन्दा माथिल्लो वरियतामा रहेकादेखि अरू केहीबाट पनि राजीनामा आउने छैन। स्रोतका अनुसार ती न्यायाधीशको छलफलमा कसैले पनि राजीनामा नगर्ने, बरु उच्च मनोबलका साथ नियमित काम गर्दै जाने सहमति भएको थियो। कायम मुकायम प्रधान न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी र हरि फुयाल लगायतहरू राजीनामा नगर्ने, बरु नियमित सरह नै काम गर्ने समझदारीमा पुग्नु भएको हो। सर्वोच्च अदालतले निजामती कर्मचारीहरूको ट्रेड युनियनलाई प्रतिबन्ध लगाउने सरकारको निर्णयलाई अन्तरिम आदेश मार्फत रोक लगाएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासमा 5 न्यायाधीश मध्ये 3 न्यायाधीशले अल्पकालीन अन्तरिम आदेशको राय व्यक्त गर्नुभएको हो। तीमध्ये 2 न्यायाधीशले अन्तरिम आदेश जारी हुनु नपर्ने राय दिनुभएको छ। 5 सदस्यीय इजलासमा 3 न्यायाधीशले एउटै राय व्यक्त गरेको हुनाले अन्तरिम आदेश जारी गरेको छ। राष्ट्रिय मानवाधिकार आयोगले सुकुम्बासी बस्तीका घर टहरा भत्काउँदा भएको क्षतिको मूल्याङ्कन गरेर क्षतिपूर्ति दिन निर्देशन दिएको छ। काठमाडौँमा हटाइएका बस्ती र होल्डिङ सेन्टरको स्थलगत अनुगमनपछि तयार पारेको प्रतिवेदन सरकारलाई बुझाउँदै यस्तो निर्देशन दिएको हो। प्रतिवेदनमा भत्काइएका संरचनाको क्षतिपूर्ति दिन र बसोबासको वैकल्पिक व्यवस्था मिलाएर मात्रै सरकारी स्वामित्वको जग्गा खाली गराउन भनिएको छ। आयोगको प्रतिवेदनमा होल्डिङ सेन्टर रहेका व्यक्तिहरूलाई मनोपरामर्श सेवा उपलब्ध गराउन र बालबालिकाको गुणस्तरीय शिक्षा तत्काल पठन पाठनको व्यवस्था मिलाउनु पर्ने उल्लेख छ। त्यसै बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दीर्घरोगी, गर्भवती, सुत्केरीलाई विशेष प्राथमिकताका साथ सुरक्षित स्थानमा राख्न, पोषणयुक्त खाना नियमित उपलब्ध गराउन र लैंगिक संवेदनशील विषयलाई सम्बोधन गर्न निर्देशन दिएको छ। आयोगका 5 वटा अनुगमन टोलीले वैशाख 12, 13, 14 र 17 तथा 21 गते काठमाडौँका विभिन्न स्थानमा अनुगमनपछि प्रतिवेदन तयार पारेर सरकारलाई बुझाएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले सार्वजनिक गरेको सम्पत्ति विवरणमा सामाजिक सञ्जालबाट आएको आमदानी उल्लेख भएपछि नेपालमा क्रिएटर इकोनोमी र इन्फ्लुएन्सर मार्केटिङ औपचारिक रूपमा स्थापित भएको छ। युट्युब, फेसबुक, टिकटक जस्ता डिजिटल प्लेटफर्मबाट नेपाली युवाहरूले करोडौं रुपियाँ आमदानी गरिरहेका छन्, जसमा मोनिटाइजेसन र ब्रान्ड स्पोन्सरशिप मुख्य स्रोत हुन्। सामाजिक सञ्जालको प्रभाव व्यापार, उपभोक्ता व्यवहार र विज्ञापन बजारमा तीव्र रूपमा बढ़िरहेको छ, तर कानूनी अस्पष्टता, नियमनका चुनौतीहरू भने अझै पनि बाँकी छन्।
सन् 2025 को उत्पादनमूलक क्षेत्रतर्फको दोस्रो चरणको सिप परीक्षणको नतिजा प्रकाशन भएको छ। EPS कोरिया शाखाले नतिजा सार्वजनिक गरेको हो। सिप परीक्षणमा सहभागी भएका 5,948 जना परीक्षार्थी मध्ये 3,517 जना मात्रै उत्तीर्ण भएका छन्। 2,431 जना अनुत्तीर्ण भएका छन्। 6,074 जनाले भाषा परीक्षा उत्तीर्ण गरेको पाइए पनि 5,948 जना प्राथमिक स्किल टेस्टमा सहभागी भएका थिए। कोशी प्रदेश सरकारले जेएनजी आन्दोलनका क्रममा जलेर नष्ट भएका सामग्री लिलाम बिक्री गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको हो। प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री इन्द्रमणि पराजुलीले गत वर्षको भदौ 23 र 24 गते भएका घटनामा आगजनी तथा तोडफोडबाट क्षति पुगेका सवारी साधन र मेसिनरी औजारहरूको लिलाम बिक्री प्रक्रिया अघि बढाउने निर्णय गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार बैठकले विपद जोखिम उद्धार तथा राहत वितरण सम्बन्धी कार्यविधि 2083 लाई स्वीकृत गरेको छ। साथै प्रदेश बिउ विजन नियमावली र प्रदेश जीवनाशक विषादी व्यवस्थापन नियमावली 2083 लाई समेत स्वीकृति प्रदान गरिएको छ। बैठकले उद्योग कृषि तथा सहकारी मन्त्रालय मार्फतका निकायहरूका लागि आगामी आर्थिक वर्षको अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय पनि गरेको छ। त्यसै बृहत विराट क्षेत्र विकास समितिको प्रमुख कार्यकारी निर्देशक छनौटका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ। इटहरी उपमहानगरपालिका शिक्षा समितिको बैठकले 2 दिन अघि जनता माध्यमिक विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष र सदस्य तोकेको छ। समितिले 3 पटकसम्म अभिभावक भेलाले टुंग्याउन नसकेपछि अन्तिम पटक 74 जनाले उम्मेद्वारी दर्ता गरेको आधारमा तिनीहरू मध्येबाटै अध्यक्ष र सदस्य तोकेको हो। शिक्षा समितिले अध्यक्ष र सदस्य तोकेपछि विवाद उत्कर्षमा पुगेको छ। जनता माध्यमिक विद्यालयमा 2082 वैशाख 2 गतेदेखि अध्यक्ष काशी नादी दंगाल नेतृत्व समितिको कार्यकाल सकिएपछि विद्यालय व्यवस्थापन समिति विहीन बनेको थियो। समिति गठनका लागि गत मंसिर 17 गते, पुष 4 गते र फेरि पुष 17 गते अभिभावक भेला डाकिएको थियो। कुल 3,114 अभिभावक मध्ये पहिलो र दोस्रो भेलामा झण्डै 300 हाराहारी मात्रै उपस्थित भएर कोरम नपुगेर स्थगित भएको थियो। तेस्रो भेलामा भने 74 जनाले उम्मेद्वारी दर्ता गरेका थिए, जसमा 4 जनाको सहमति हुन नसक्दा व्यवस्थापन समिति गठन हुन नसकेको हो। यही आधारमा मानेर मेयरको अध्यक्षतामा रहेको 16 सदस्यीय शिक्षा समितिले अध्यक्ष र सदस्य टुंग्याएको थियो। 2075 सालदेखि 2 कार्यकाल अध्यक्ष भइसकेका काशीनाथ दंगाललाई शिक्षा समितिका प्रमुख मेयरकै दबावमा अस्थायी रूपमा पुनः अध्यक्ष बनाइएको हो। दंगाल नेकपा एमालेका रहनु भएको छ। उहाँ पछिल्लो समय पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिनुहुन्छ। त्यसै शिक्षा समितिले कंग्रेस विमल नेपाल र मन्जु कठायतलाई सदस्य तोकेको छ। नेपाली कम्युनिष्ट पार्टीबाट भने नयनकला सिटौलालाई सदस्य तोकेको छ। शिक्षा समितिले विद्यालयको शैक्षिक प्रतिनिधि समेत नगेन्द्र अधिकारीलाई तोकेर पठाएको छ, जबकि शिक्षक प्रतिनिधि भने शिक्षकहरू मध्येबाट छनौट गर्नुपर्ने हुन्छ। अब विद्यालय इटहरीको वडा नम्बर 6 र 9 मा पर्ने हुँदा दुवै वडाका वडाध्यक्ष सदस्य रहनेछन् भने प्रधानाध्यापक सदस्य सचिव रहनुहुनेछ। इटहरी क्षेत्रकै सामुदायिक विद्यालयले उत्कृष्टमा पर्ने यस विद्यालयमा दलीय भागभण्डाका आधारमा एकलौटी ढंगले अध्यक्ष र सदस्य तोकेको असन्तुष्ट अभिभावकले आन्दोलन समेत चर्काउन थालेका छन्। मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आगामी शुक्रबार जेठ 1 गते विश्वासको मत लिनुहुने भएको छ। जनकपुर धाममा मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको मन्त्री परिषदको बैठकले आगामी जेठ 1 गते विश्वासको मत लिने गरी प्रदेश प्रमुखको कार्यालयमा सिफारिश गर्ने निर्णय भएको मध्य प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले जानकारी दिनुभयो। 5 दलको समर्थनमा मुख्यमन्त्री बनेका नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्ण प्रसाद यादवलाई दिएको समर्थन एक दल अर्थात जनमत पार्टीका संसदीय दलका नेता चन्दन कुमार सिंहले फिर्ता लिएपछि 30 दिनभित्रमा मुख्यमन्त्रीको विश्वासको मत दिनुपर्ने संवैधानिक प्रावधान अनुसार जेठ 1 गते विश्वासको मत लिन लाग्नु भएको हो।
बजेटको अभावमा गएको वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैंडाको गणना यस वर्ष पनि नहुने भएको छ। हरेक 4 वर्षमा हुँदै आएको यो गणना बजेट अभावका कारण यस वर्ष पनि बाघको गणना समेत परेकाले गर्न नसकिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यले जानकारी दिनुभयो। अर्को वर्षको गणनाका लागि प्रोटोकल तयार गर्ने काम शुरू भइसकेको छ। उहाँका अनुसार धेरै गैंडा पाइने चितवन राष्ट्रिय निकुञ्जमा आनुवंशिक अर्थात् जेनेटिक विधिबाट गणना गर्न प्रोटोकल तयार गर्न लागि छ भने थोरै संख्यामा गैंडा पाइने बर्दिया, शुक्ला र पर्सामा प्रत्यक्ष अवलोकनबाट गणना गरिनेछ। आनुवंशिक विधिमा गैंडाको गोबर संकलन गरी प्रयोगशालामा डीएनए परीक्षण गरेर संख्या लिङ्ग पहिचान गरिन्छ। हरेक गैंडाको गोबरमा जेनेटिक स्ट्रक्चर फरक हुन्छ। गैंडाले सामान्यतया एकै ठाउँमा दिशा गर्ने भएकाले ती ठाउँहरूको पहिचान गरी पटक पटक गोबर संकलन गरिन्छ। सन् 2021 को गणनामा झण्डै 3 करोड़ रुपैयाँ खर्च भएको थियो। गैंडा गणनामा ठूलो संख्यामा हात्ती लगायतका प्राविधिक जनशक्ति परिचालन गर्नुपर्छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको मनसूनमा विपदको जोखिम उच्च रहने अनुमान गरेको छ। प्राधिकरणका अनुसार मनसूनमा देशभर औसतभन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण विपदको जोखिम उच्च रहेको छ। प्राधिकरणले सार्वजनिक गरेको मनसून पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 को मस्यौदामा 19 लाख भन्दा धेरै जनसंख्या प्रभावित हुन सक्ने अनुमान छ। मस्यौदा अनुसार उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम बढ़ेको छ भने तराई तथा तल्लो भेगमा बाढ़ी, पहिरो, डुबान, भूक्षय र आकस्मिक बाढ़ीका घटना बढ़न सक्ने सम्भावना छ। तापक्रम वृद्धि र तातो हावाको लहरका कारण विशेष गरी दक्षिणी तराई क्षेत्र बढ़ी प्रभावित हुन सक्ने अनुमान छ। सरकारले हुलाकी, पुष्पलाल तथा उत्तर दक्षिण राजमार्ग जस्ता सड़क पूर्वाधार निर्माणमा तीव्रता दिने घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गर्नुभएको हो। उहाँले यी राजमार्गको स्तरोन्नति र विस्तार तीव्र बनाउने बताउनु भएको छ। द्रुत मार्ग शीघ्र सम्पन्न गर्ने घोषणा उहाँले गर्नुभयो। सबै स्थानीय तहमा 12 महिना चल्ने सड़क पुर्याइने उहाँले बताउनुभयो। सार्वजनिक सवारी भरपर्दो बनाउने र पर्यटकीय सम्भावनाका क्षेत्र सड़क सुविधा विस्तारको योजना उहाँले सुनाउनु भएको छ। सरकारले नेपालमा सबै अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण रूपमा सञ्चालनमा ल्याउने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष 2083-84 को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सबै अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने बताउनु भएको हो। उहाँले विमानस्थललाई पूर्ण रूपमा सञ्चालनमा ल्याएर प्रतिस्पर्धी हवाई सेवा सञ्चालन गर्ने बताउनुभयो। अहिले पोखरा तथा भैरहवा विमानस्थल पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन्। सरकारले आगामी आर्थिक वर्षबाट यी विमानस्थलहरू पूर्ण रूपमा सञ्चालनमा ल्याउने महत्वाकांक्षी योजना अगाडि सारेको हो। गौतम बुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा थप अन्तर्राष्ट्रिय वायु सेवालाई आकर्षण गर्न कूटनीतिक पहल गर्ने उहाँले बताउनुभयो। सरकारले नागरिक उड्डयन क्षेत्रलाई पुनर्संरचना गर्ने भएको छ। उड्डयन क्षेत्रमा निजी क्षेत्रलाई समावेश गरी अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डको कार्यान्वयन गर्ने उहाँले बताउनुभयो। पर्यटक भिजा सेवालाई पूर्ण अनलाइन गर्ने अन्तर्राष्ट्रिय विमानस्थललाई ई गेट प्रणाली जडान गर्ने उहाँले बताउनुभयो। अध्यागमन बिन्दुबाट नै पर्यटकीय अनुमति र सेवालाई एकीकृत गर्ने गरी एकद्वार डिजिटल प्रणाली लागू गर्ने उहाँले उल्लेख गर्नुभएको छ। कृषि उद्यम प्रवर्धन तथा व्यावसायिक खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले धनकुटाको महालक्ष्मी नगरपालिकाले स्थानीय किसानलाई 50% लागत साझेदारीमा टनेल र प्लास्टिक पोखरी वितरण गरेको छ। कोशी प्रदेश सरकारको समानीकरण अनुदान अन्तर्गत प्राप्त बजेटबाट नगरपालिकाले 9वटै वडाका 62 जना किसानलाई तरकारी खेती, नर्सरी व्यवस्थापन तथा सिंचाई सुविधाका लागि कृषि सामग्री उपलब्ध गराएको हो। महालक्ष्मी नगरपालिकाको मूर्तिढुङ्गा, मार्केट, कटहरे, जितपुर, लेगुवा लगायतका किसानलाई कृषि सामग्री वितरण गरिएको हो। कृषि सामग्रीका लागि किसान र नगरपालिकाको 5 लाख रुपैयाँ लगानी छ। किसानलाई आधुनिक कृषि प्रविधिसँग जोड्ने तथा उत्पादन वृद्धि गर्दै आत्मनिर्भर बनाउने लक्ष्य राखिएको नगर प्रमुख ध्रुव राज रायमाझीले जानकारी दिनुभयो। वितरण गरिएका टनेलले बेमौसमी तरकारी उत्पादन र प्लास्टिक पोखरी मार्फत वर्षायामको पानी संकलन गर्ने, सुक्खा समयमा सिंचाई गर्न सहज हुने रायमाझीको भनाइरहेको छ। वितरित कृषि सामग्रीले खेतीयोग्य जमिनको उपयोग बढ्नका साथै किसानको उत्पादन लागत घटाउन मद्दत पुग्ने उहाँले बताउनु भएको छ।
अब विदेशको खबर। स्थानीय चुनावमा लेबर पार्टीले भोगेको ठूलो धक्कापछि बेलायती प्रधानमन्त्री किर स्टामरमाथि पार्टीभित्रै दबाव बढ़िरहेका बेला उनले आफूलाई गलत साबित गर्न खोज्नेहरूलाई जवाफ दिने र बेलायतलाई फेरि युरोपसँग नजिक ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। घट्दो लोकप्रियता, आन्तरिक असन्तुष्टि र नेतृत्वमाथि उठेका प्रश्नबीच स्टामरले आफ्नो सरकार देशमा आशा पुनर्स्थापना गर्ने दिशामा केन्द्रित रहने बताउनु भएको छ। लन्डनमा सोमबार आयोजित एक भाषणमा स्टामरले आफ्नै पार्टीभित्र र मतदातामाझ आफूलाई लिएर शंका गर्नेहरू रहेको स्वीकार गर्दै ती सबैलाई गलत साबित गर्ने दावी गर्नुभएको छ। उहाँले देश लामो समयदेखि यथास्थितिबाट थाकिसकेको उल्लेख गर्दै सरकार जनताको पक्षमा उभिएको अनुभूति दिलाउन चाहेको बताउनुभयो। स्टामरले बेलायत अहिले राष्ट्रको आत्माको लागि लडाईँको अवस्थामा रहेको धारणा राख्दै आप्रवासन विरोधी दल रिफर्म यूके सत्तामा पुगे देश अँध्यारो दिशातर्फ जान सक्ने बताउनु भएको छ। फिलिपिन्सका सांसदहरूले सोमबार उपराष्ट्रपति सारा डुतेर्ते विरूद्ध महाअभियोग लगाउने प्रस्तावहरू सिनेटमा पठाउने सम्बन्धमा भएको मतदानमा बहुमत सदस्यले पक्षमा मतदान गरेका छन्। यो महाअभियोग प्रस्ताव दर्ताका लागि पूर्व अभ्यास हो। उपराष्ट्रपतिले सन् 2028मा गर्ने गरी घोषणा गरेको राष्ट्रपतीय निर्वाचनमाथि प्रश्न गर्दै महाअभियोग प्रस्तावको तयारी गरिएको हो। महाअभियोगका धाराहरूमा पूर्व राष्ट्रपति रोड्रिगो डुटेर्तेकी छोरीमाथि भ्रष्टाचार, घुसखोरी र पूर्व सहयोगी फर्डिनान्ड मार्कोस विरूद्ध भ्रष्टाचारको आरोप लगाइएको छ। रब खेल समाचार। नेपाल एले अमेरिका विरूद्धको एक दिवसीय श्रृंखलाको 6औं खेलमा 7 रनको रोमाञ्चक जित हात पारेको छ। निर्धारित 50 ओभरको खेलमा नेपालले प्रस्तुत गरेको 235 रनको लक्ष्य पछ्याउने क्रममा अमेरिका 49.1 ओभरमा 257 रन बनाउँदै अल आउट भएपछि नेपालले जित निकालेको हो। पहिले ब्याटिङ गरेको नेपाल एले 49.5 ओभरमा सबै विकेट गुमाउँदै 264 रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो। नेपालका लागि ब्याटरहरूले मध्यम शुरूआत गरे पनि अन्त्यतिर बलियो स्कोर बनाउन भने सफल भए। जवाफी लक्ष्य पछ्याएको अमेरिकाका लागि सुहान जयसूर्याले उत्कृष्ट 71 रनको इनिङ्स खेले पनि टोलीलाई भने जितसम्म पुर्याउन सकेनन्। त्यस्तै शुभम रञ्जनाले 47 र सायन जहाङ्गीरले 41 रनको योगदान दिएका छन्। ओपनर स्मिथ पटेल 33 रनमा रन आउट हुनु अमेरिकाका लागि घातक साबित भयो। इङ्ल्याण्ड क्रिकेट बोर्ड ECBले पुरूष टोलीको नेपाल भ्रमणबारे छलफल शुरू गरेको छ। सन् 2027 देखि 2031 सम्मको अन्तर्राष्ट्रिय तालिकामा इङ्ल्याण्डले नेपालसँग T20 श्रृंखला खेल्ने सम्भावनाबारे छलफल भइरहेको क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिक इन्फोले जनाएको छ। इङ्ल्याण्डको टोलीले नेपाल भ्रमण गरे त्यो ऐतिहासिक हुनेछ। अहिलेसम्म कुनै पनि टेस्ट राष्ट्र टोलीले नेपाल आएर औपचारिक अन्तर्राष्ट्रिय श्रृंखला खेलेको छैन। पछिल्ला वर्षहरूमा नेपाली क्रिकेट द्रुत गतिमा बढेको छ। गएको वर्ष नेपालले संयुक्त अरब इमिरेट्स UAEमा वेस्ट इन्डिजलाई हराएर पहिलो पटक पूर्ण ICC सदस्यसँग श्रृंखला जितेको थियो। र स्पेनिस ला लिगाको यस सिजनमा उपाधि बार्सिलोनाले जितेको छ। बार्सिलोनाले आइतबार भएको एल क्लासिकोमा रियल मड्रिडलाई 2-0ले हराएपछि उपाधि पक्का भएको हो। टोलीको जितमा लोनमा आएका मार्कुस रसफोर्ड र फैरान टोरेजले समान 1-1 गोल गरेका छन्। यो बार्सिलोनाको समग्रमा 29औं ला लिगा उपाधि हो। पराजित रियल भने यस सिजनमा पनि उपाधि विहीन बनेको छ। गत सिजनमा पनि बार्सिलोना च्याम्पियन भएको थियो भने रियल गत सिजनमा कुनै पनि उपाधि जित्न सकेको थिएन। हवस् त दर्शकबिन, यी हुन् आजका मुख्य समाचार हेरिसकेपछि हाम्रो मेहनतका लागि भिडियोलाई 1 लाइक अवश्य पनि गर्नुहोला। साथै तपाईँ कहाँबाट हेर्दै हुनुहुन्छ आफ्नो गाउँ ठाउँ सहरको नाम कमेन्ट बक्समा अवश्य पनि लेख्नुहोला। र तपाईँ हामीलाई सधैँ हेर्नुहुन्छ भने रेगुलर, कहिलेकाहीँ हेर्नुहुन्छ भने त्यो पनि लेख्नुहोला। र पहिलोचोटि हेर्दै हुनुहुन्छ भने फर्स्ट टाइम अथवा पहिलोचोटि लेख्नुहोला। र तपाईँले हाम्रो च्यानललाई अहिलेसम्म सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नका लागि भिडियोको मुनि देखाइएको सब्स्क्राइब बटनमा थिची बेल आइकनमा क्लिक गर्नुहोला। हवस् त दर्शकबिन, आजका लागि म प्रस्तोता सुषमा राजवंशी र हाम्रो टिमलाई बिदा दिनुहोस्। नमस्कार। तपाईको बाँकी पल शुभ बितोस्।